यो गीत ध्यान दिएर सुन्नु। यसको एउटा चर्चित पंक्ति राष्ट्रकवि माधव प्रसाद घिमिरेले महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मागेका थिए। त्यो कुन हो थाहा छ? अनि किन मागे होला? त्यो जान्नुभन्दा पहिला यो गीतको रोचक कथा सुनौ। राष्ट्रकविलाई स्काउटको लागि भनेर एउटा राष्ट्रिय गीत लेख्न भनिन्छ। स्काउटको निम्ति तपाईले एउटा राष्ट्रिय गीत लेखिदिनु पर्यो। उनी हुन्छ त भन्छन्, तर ठ्याक्कै कस्तो लेख्ने भनेर सोच्न सक्दैनन्। उपाय खोज्दै 2-4 देशका राष्ट्रिय गीत पनि सुनिहेर्छन्, तर केही पनि आउँदैन। 6 महिना बित्छ, गीत लेख्न भन्नेले माया मारिसक्छ। मलाई भन्ने मास्टर चाहिँले 2-3 चोटि भने निराश भए। अब तिमी बाटे। तर एक दिन उनलाई झट्ट यो गीत आउँछ। राष्ट्रका 4 पाटा वा भनौँ 4 आयामलाई उनी गीतमा लेख्ने भनेर सोध्छन्। ती थिए उसको भूगोल, उसको इतिहास, उसको संस्कृति, उसको भविष्य। र उनलाई लाग्छ त्यसमा महाकविद्वारा लिखित के नेपाल सानुसा निबन्धमा भएको एउटा पंक्ति हाल्न पाए झन गजब हुन्छ। त्यसैले उनी देवकोटालाई भन्छन्, देवकोटा तपाईँ यो पंक्ति मलाई दिनुहोस्। देवकोटा सोध्छन् किन? घिमिरे भन्छन् मलाई यो चाहिएको छ, कुनै गीतमा राखेर। देवकोटाले हुन्छ भनेपछि उनी यही गीतको स्थायीको दोस्रो पंक्तिमा त्यसलाई मिलाउँछन्। त्यो पंक्ति थियो नेपाल सुन्दर शान्त विशाल, जुन पछि उस्ताद गोविन्दलालले संगीत भरेको गीतमा यस्तो सुनिन्छ। अब यो गीतलाई ध्यान दिएर सुन्नुभयो भने राष्ट्रकविले माथि भनेको जस्तै गीतभर नेपालको भूगोल, इतिहास, संस्कृति र भविष्य कोरिएको पाउनुहुन्छ। जस्तै भूगोल भन्ने यो अन्तर, इतिहास सम्झिने यो दोस्रो अन्तर, अनेक सभ्यता यहाँ आएर बसेको सम्झाउँदै संस्कृतिको कुरा गर्ने यो पंक्ति, अनि भाइचारा अनि प्रेम बाँड्दै हामी नेपालको झण्डा लिएर बाँचौँला भन्दै भविष्य संकेत गर्ने यो पंक्ति। र त्यो सबै कुरालाई एउटै मियोमा उन्ने देवकोटाको नेपाल सुन्दर शान्त विशाल पंक्ति। आफै शक्तिशाली गीत लेख्ने मान्छेलाई पनि कहिलेकाहीँ गीत सकाउन अर्को शक्तिशाली कविको साथ चाहिने। महाकवि र राष्ट्रकवि बीचको यो सहकार्य साँच्चै सुन्दर छ। कसरी भनेर अझै गहिराइमा बुझ्न